अब सानैबाट सिजरहरू त चलाइरहेको हाम्रो ज्योमेट्री बक्समै हुन्थ्यो हैन, स्कुल जाँदै हुन्थ्यो नि त। तर सबै सानैबाट हामीले कुन फिङ्गरहरू युज गर्थ्यौँ त सिजर चलाउँदाखेरि भन्दा म्याक्सिममले चाहिँ इन्डेक्स र थम्बै युज गर्थ्यो। अनि गर्दाखेरि यसरी नै काटिरहेको हो नि त सधैँ अहिलेसम्म हैन। तर अब हामी एकचोटि बार फिल्ममा छिरिसकेपछि सिजरहरू चलाउँदाखेरि चाहिँ त्यसको एउटा रुल छ। त्यो रुल के हो भन्दाखेरि हामीले जहिले पनि रिङ फिङ्गर र हाम्रो थम फिङ्गर युज हुन्छ। जस्तै हाम्रो यो रिङ फिङ्गर र हाम्रो यो पुडियोवाला भनौँ न। अनि रिङ फिङ्गरको अब जस्तै यो कहीँ लेखेको यो रुलै हो त होइन, तर अब मैले एक्सपिरियन्स अनुसार चाहिँ मैले आफ्नो एउटा रुल के बनाएको छु भन्दाखेरि चाहिँ जस्तै हाम्रो रिङ फिङ्गरको यो लाइन छ नि, यो लाइन भन्दा चाहिँ यो तल जानु भएन। अनि हाम्रो थम फिङ्गरको चाहिँ हाम्रो यो नेल छ नि, यो नेल भन्दा चाहिँ हामीले तल जानु भएन होइन। जस्तै हाम्रो रिङ फिङ्गर यहाँ हुन्छ भने हाम्रो थम फिङ्गर यहाँ भयो। अनि यो हाम्रो दुईटा चाहिँ ग्रिप जस्तै भनौँ न, हामी सपोर्ट हो क्या यो। अनि हाम्रो कान्छेवालाको सबै सिजरमा चाहिँ रेस्ट हुन्छ भन्ने छैन, कुनैमा यो छ कुनैमा यो छैन।